साथीहरू, नेपालको राजनीतिमा सबैभन्दा धेरै चर्चा हुने पात्र मध्ये एक हुन् हर्क सम्पाङ। कहिले आफ्ना फेसबुकका पोस्टका कारण त कहिले आफ्ना अभिव्यक्तिका कारण उनी सधैँ चर्चाको केन्द्रमा रहन्छन्। समर्थकहरूले उनलाई निडर स्पष्ट बोल्ने नेता मान्छन् भने आलोचकहरू उनको कार्यशैलीलाई लिएर प्रश्न उठाइरहेका हुन्छन्। तर अहिले भने हर्क सम्पाङ आफ्नै पार्टीभित्र घेरिएका छन्। यस्तो विवाद सुरु भएको छ जहाँ आफ्नै पार्टीका नेताहरूले सार्वजनिक रूपमा चेतावनी दिएका छन्। आखिर यस्तो के भयो? किन आफ्नो पार्टीभित्र बवाल मचियो? भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि अन्तिममा आउने जानकारीले तपाईँलाई आफै निर्णय गर्न बाध्य बनाउनेछ। शर्म संस्कृति पार्टीका अध्यक्ष हर्कराज सम्पाङले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीको भातृ संगठन क्युआरटी विघटन गर्ने घोषणा गरे। उनले क्युआरटीको स्थानमा पार्टीको सुरक्षा विभाग गठन गर्ने संकेत पनि दिएका छन्। तर यो निर्णय सार्वजनिक हुन साथ पार्टीभित्र असन्तुष्टि देखियो। क्युआरटीका संयोजक ज्ञानु चम्लिङले प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष सम्पाङको निर्णय विधान विपरीत र अलोकतान्त्रिक भएको दावी गरेका छन्। उनले विज्ञप्तिमा लेखेका छन्, हामीसँग कुनै छलफल वा सरसल्लाह नगरी क्युआरटी विघटन गर्नु पार्टी विधान विपरीत कदम भएको बताएका छन्। यति मात्र होइन, यदि निर्णय फिर्ता नलिए क्युआरटीलाई पुनर्गठन गर्ने र पार्टीलाई विधान विधि तथा लोकतान्त्रिक मूल्य मान्यता अनुसार सञ्चालन गराउने अभियानमा लाग्ने चेतावनी पनि दिएको छ। यो विज्ञप्तिमा क्युआरटीका 34 जना सदस्यहरूको समर्थन रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा उल्लेख भएका सदस्यहरू यस प्रकार रहेका छन्: दुर्गा चम्लिङ, दीपक दुखुन राई, सूर्य राई, सन्तोष लिम्बू, तिलक सम्पाङ राई, शरण राई, पुष्पराज राई, अभिद्र राई, खगेन लिम्बू, तिलक गुरुङ, धर्मेन्द्र राई, सिंह बहादुर तामाङ, सरोज राई, अमित राई, अमृतनी राई, गणेश लिम्बू, मिलन राई, मोला सिंह राई, दिया राई, कृष्ण राई, बसन्त राई, अमृता राई, सपना राई, जीवन राई, देवराज राई, धन कुमार राई, रमिला राई, प्रदीप लिम्बू, ज्ञानु चम्लिङ, शङ्कर राई, चन्द्र लिम्बू, मेघराज राई र शाहिदामान राई रहेका छन्। यस विज्ञप्तिमा ज्ञानु चम्लिङ संयोजकको रूपमा हस्ताक्षरकर्ता रहेका छन्। यो घटनाले श्रम संस्कृति पार्टीभित्र आन्तरिक मतभेद सार्वजनिक रूपमा बाहिर आएको संकेत गरेको छ। एकातिर अध्यक्ष हर्क सम्पाङको निर्णय छ भने अर्कोतर्फ आफ्नै भातृ संगठन पदाधिकारीहरूको खुला विरोध रहेको छ। अब सबैको चासो एउटै छ कि हर्कराज सम्पाङ आफ्नो निर्णय परिवर्तन गर्लान् कि पार्टीभित्रको विवाद अझै चर्किनेछ। यसको जवाब आगामी दिनका घटनाक्रमले नै दिनेछ। तपाईँलाई के लाग्छ? हर्क सम्पाङको निर्णय सही थियो वा क्युआरटी पक्षको विरोध जायज छ? आफ्नो विचार कमेन्टमा लेख्न चाहिँ नबिर्सनुहोला। यस्तै भिडियोहरूको लागि भरत बोहरा फेसबुक पेज र युट्युब च्यानललाई सब्स्क्राइब गर्न र फलो गर्न चाहिँ नबिर्सनुहोला। धन्यवाद।